नमस्कार। म आज पाँचथर जिल्लाको तुम्मेवा गाउँपालिकाको केन्द्र मौवा बजारको बारेमा छोटो जानकारी लिएर उपस्थित भएको छु। मौवा बजार विभिन्न बाटो हुँदै पुग्न सकिने भए पनि हामी धनकुटा र पाँचथरको सिमाना नावा खोला तरेर लामीबगर, कुसुमे, हाकपारा हुँदै लखुवा दोभानबाट उकालो जाने सडकबाट मौवा बजारको यात्रा तय गरेका छौँ। हाकपाराभन्दा अलिक अगाडि लखुवा खोला अर्थात् लखुवा दोभानबाट नयाँ बनेको पिच सडक हुँदै हामी मौवा बजार पुग्न सकिन्छ। हामी सिधै गयौँ भने तमोर करिडोरै करिडोर पाँचथर ताप्लेजुङ पुग्न सकिन्छ भने दायाँ घुमेर उकालो लागेको बाटो हामी तुम्बेवाको केन्द्र मौवा बजार पुग्नेछौँ। बाटोमा देखिएका सुन्दर बस्तीहरूको दृश्यावलोकन गर्दै नयाँ बनेको कालो पत्रे सडकमा हुइकिँदाको मजा छुट्टै हुन्छ। हामी यसरी हुइकिँदै डाँडामाथिको बजार अर्थात् तुम्बिएको केन्द्रमा पुग्छौँ। पाँचथर जिल्लाको उत्तर पश्चिम भागमा रहेको एउटा ग्रामीण इलाकामा पर्ने गाउँपालिका हो तुम्बेवा। यस पालिकाको केन्द्र मौवा बजार हो। यस पालिकाको उत्तरी सिमाना तमोरसँग जोडिएको छ। यस पालिकाको केन्द्र मौवा बजार पुग्नका लागि तमोर करिडोरको लखुवा दोभानबाट 15 किलोमिटर कालो पत्रे सडकबाट उकालोको यात्रा गरेपछि पुग्न सकिन्छ भने अन्य धेरै सडकहरू पनि मौवा बजारसँग जोडिएका छन्, जहाँबाट पनि मौवा बजार पुग्न सकिन्छ। मौवा बजार तुम्मेवाको प्रशासनिक केन्द्रका साथै व्यापारिक केन्द्र पनि हो। विभिन्न जात जातिहरूको मिश्रित बसोबास रहेको पाइन्छ। यहाँ यातायातको कुरा गर्नुपर्दा दैनिक जसो यहाँबाट धरान हुँदै पूर्वी तराईका जिल्लाहरूमा जाने सुविधा पनि रहेको पाइन्छ। विद्युत, बैंकिङ क्षेत्र, सञ्चार, स्वास्थ्य क्षेत्रमा विकासको स्पष्ट नक्सा देख्न सकिन्छ। पहाडी भूभागमा रहेको शान्त प्राकृतिक सुन्दरताले भरिपूर्ण मौवा बजार पाँचथरको पुग्नै पर्ने गन्तव्यको रूपमा रहेको पाइन्छ। यो मौवा बजारको बजार साँघुरो भए पनि राम्रो सडक, छेउछेउमा नेपालका झन्डाहरू लस्करै राखिएका बजारलाई झन सुन्दरता थपेको पाइन्छ। छेउैमा इन्द्राणी मावि पनि छ, जहाँ 12 कक्षासम्म पढाइ हुन्छ। यो विद्यालय निकै पुरानो हो। इन्द्राणी माध्यमिक विद्यालय, जसले शिक्षाको क्षेत्रमा निकै योगदान दिएको पाइन्छ। मौवा बजार पहाडी भूभागको डाँडामा अवस्थित छ। निकै सुन्दर र आकर्षक बजार हो यो। हेरिरहँ लाग्ने छ। बाक्लै घरहरू छन्, पर्याप्त पसलहरू छन्, होटलहरू पनि उत्तिकै छन्। यहाँ महिनाको 7 गते र 22 गते बजार लाग्ने गर्छ, जहाँ गाउँमा पाउने रैथाने सामग्रीहरू किनबेच गरिन्छ। गाउँमा जे सामान पाइन्छ त्यो जस्ताको तस्तै पुरानै शैलीमा भाग भाग लगाएर बेच्ने गरेको दृश्य निकै आकर्षक छ। आधुनिकताले छाए पनि यो किनबेचको तरिका निकै राम्रो लाग्छ। यसका साथसाथै अन्य समयमा पनि यहाँको बजारको व्यस्तता उत्तिकै रहनेछ। मौवा बजार
पूर्वको पाँचथर जिल्लाको एउटा निकै सुन्दर बजारमध्ये एउटा पर्छ। तपाईँ पनि यो मौवा बजार आउनको लागि विभिन्न ठाउँबाट आउन सक्नुहुनेछ। एकपटक पुग्नै पर्ने गन्तव्य मौवा बजार।